आम्मा उकालो भयो घाम त उताडामा आउँछ के भन उताडामा आउँछ के हो घाम त भन हेभी बनाइदिएको रहेछ नि त बाटो नि अन्त है के दामी बनाएको हो आमा त्यसो गर्दै गर त लु भयो गर लु होइन आउनु है यता आउनु है यता ए यही रहेछ है क्या ब्याम्बो ब्रिज भन्ने अन्त हेर्दै जस्तो लाग्छ चाङ पनि छ नि हाम्रो मान्छेको बुहारी भनेको उनीहरू छैन हाम्रो आमा छोरी अहिलेको परिवार यहाँ घुम्दैछु पहाड पर्वतहरू सबै थुप्रै छ हिँड्नेहरू No. यो चाहिँ दोकानहरू रहेछ है आङे त्यही त त्यसरी बाटो बनाइदिएको रहेछ नि त ऊ
हेलो मयाङ आइचल हो यच यच गरिदेऊ यच गरिदेऊ यच 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 गरिदेऊ आमा आमा लु आमा पनि खेल्दैछ हो हो आमा लु हो लु लु मयाङ हो के भयो चिया खाँदै गर न भिडियो हेभी छ त अन्त वाउ कस्तो दामी है तातो तातो चिया हो भ्यूज हेर्दै कस्तो रमाइलो भइराख्छ लु श्वेता पनि आयो घाम त छैन त हौ अन्त के हो चस्मा कालो चस्मा जाडो भइराख्छ जाडोमा नि कालो चस्मा लाउँदो रहेछ भन्ने चाहिँ देखियो हो चिया ल्याउ नि त गइदिनु चिया मलाई खै मलाई नि लु निकाल त यो भनेको फटाफट फोटो खिच्दैको हुन्थ्यो नि खै त हेर्नु जानु जानु यो भिडियो होइन यो त म्युजिकहरू हाल्दा पाल्यो नि लु है छिटो छिटो फोटो खिच्नु अरे बङ्गलादेश देख्छ भन्दै थियो बङ्गलादेश देखेन नि लु आले हो आले हो यता उकालो त छैन लु दामी 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 यता यता मयाङ यता यता मयाङ मयाङ यता यता छोडा छोडा छैन छोडा छोडा त्यहाँ छोडा 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 त्यहाँ छोड न हटा न त्यहाँ यता हो यता यता लु लु औ मयाङ लामा कता छोपेको छाताले अनि यता हेर्देऊ यता 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 हेर्देऊ यता हेर्देऊ लु 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 छाता आइचाल लु ल्या ल्या छाता कहाँ पिङ पिङ जाने हो खुट्टाबाट लियो नानी लड्छ आगे हेर्नु आगे लड्छ आगे आऊ 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 कम 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 मयाङ कम कम आमा अनि छाता ओढिदिएको आइचल हो मयाङ अहिले हो खै 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 छोड आऊ 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 ल्या 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 छिटो 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 आऊ आऊ मयाङ आऊ आऊ आउन नानी छिटो
अलि हो मयाङ मयाङ लामा मयाङ यता हेर्देऊ न यी मिठी आइ चल दामी दामी यता यता कम यता मयाङ दामी 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 खै लु ए आऊ लु यता मयाङ लु यता हेर मेनु छाता एउटा छाता छातालाई चाहिँ न्यौ है आइ चला हो छातालाई चाहिँ न्यौ लु यता नानी लड्छ है त्यहाँ बुङ्गा हुन्छ है बुङ्गा हुन्छ है लु निस्केको होइन दामीसँग रहेछ त यो जामा आम्मा है श्वेता भिडियो बनाउ न त्यहाँ माथि डाँडा खाँदा यता अरे हौ भिडियो बनाएको यहाँ पुरै चेरापुन्जी त डल्लै होइन अगाडि यस्तो गरिदेऊ छातीमा क्या यस्तो गरिदेऊ हौ त्यस्तो गरिदेऊ नलगाए फ्यान त हाल्छ छोडिदेऊ ग्लास लगाउ न त्यसो अलिकति चाहिँ खोलेर ल आउनु मजा आउँछ नि हौ है केही त देख्दैन अन्त यहाँ त अँध्यारो त हुन्छ राति त केही देख्दैन नि त अँध्यारो भयो पाहाडको बाटो दिउँसै होइन कि भयो के जानु अरे के नाम अरे दार्जिलिङको मालेवास हजुर
आऊ आऊ कम 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 लु मौसी नराममा आइपुग्यो पिकनिक स्पट पो रहेछ त स्विमिङ पुल पनि रहेछ चिल्ड्रेन्स पार्क रेस्टुरेन्ट स्विमिङ पुल तर वेल मेन्टेन चाहिँ छैन रहेछ नि त अहिले आपा भन फेरि भन लो जम्प भाइ गर घूमने का क्या क्या प्लेस है यहाँ पे लो लो उफ्रा 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 लु हेर उफ्रेको यहाँ हेर नानी लु लु हेर लु हेर लु लो हेर मयाङ मयाङ हेलो दर्शकवृन्द नमस्कार र अहिले चाहिँ भने हामी इन्डियाको हाइस्ट रेनफल एरिया भनौँ या त वर्ल्डमा पनि यसलाई एकदमै ज्यादा पानी पर्ने ठाउँ भनेर चिनिँदा रहेछ मैले त पहिला इन्डियाको मात्रै भनेर पढेको थिएँ अहिले गुगलमा सर्च गर्दाखेरि वर्ल्डमा पनि हुँदो रहेछ वर्ल्डकै रहेछ यो चाहिँ है मौसिनराम मेघालयको र त्यहाँको चाहिँ अहिले हामी यो भ्यू पोइन्टमा छौँ जस्ट यो मौसिनराम भ्यू पोइन्ट एकदमै सुन्दर भ्यू छ हामीलाई चाहिँ अब मौसमले पनि साथ दिएको है पानी परेको छैन एकदमै सुन्दर भ्यू होइन यस्तो प्रकारले रहेछ यहाँनिर र पहिला त हामीले किताबमा चाहिँ अब पढेको सबभन्दा बेसी पानी पर्ने ठाउँ चेरापुन्जीको मौसिनराम भनेर है र आज चाहिँ रियलमा आइपुग्दाखेरि चाहिँ जे होस् रिपिटेडली पानी कन्टिन्यू है प्रतिदिन पानी परिरहेको थियो भनेर भन्ने चाहिँ सुनियो यहाँकोबाट तर आज हामी आएको दिन चाहिँ अब एउटा दैवले साथ दिएको भनौँ न है पानी नै छैन हेर्नुहोस् न धुम्म चाहिँ अब आउँदैछ तलबाट एकदम अन्धकार भएर आउँदैछ सायद पानी नै पर्ने भयो कि जस्तो पनि लाग्दैछ एकछिनमा यहाँको वेदर चाहिँ चेन्ज हुने क्या अघि बे पानी पर्दै थियो हामी आउँदाखेरि अब घुम्नु नपाउने रहेछ भनेर टेन्सन लागिरहेको थियो र अहिले चाहिँ भने एकदम क्लियर भएको छ है यी आकाशहरू देख्न सक्नुहुँदैछ होइन ओके दर्शकवृन्द र यो अब मौसिनरामको भ्युजहरू हेर्नुको लागि भिडियोमा बनिरहनु होला नानी लु मेरो नानी है मयाङ लामा मौसिनराममा आएर चाहिँ यहाँ के हो यो डक खेल्दै रहेछ डक हाँस अलि हो कुहाँ गर्दैछ गरेको छैन ले त हटा त पनि त्यहाँ त्यो खाना हटाउ अरे हो आइचाला हो लु मौसिनराममा आएर चाहिँ यो खेलेको तिमीले मयाङ अलि हो यता पनि फर्काइदिनु पर्छ नि फोटो दामी आउँदो रहेछ यता फर्काइहाल्छ फोटो दामी आउँदैछ नि लु हौ एक मयाङ त कोचाङ खेल्दै उता हटा आमामा कोचाङ खेल्दैछ मयाङ अलि हो मयाङ लामा कता खेल्यो उता यता आउन अलि हो लु हेर अलि हो लौ हेर यता लु वाउ मयाङ लामा अरे हो
र यहाँ देख्न सक्नुहुँदैछ यो चाहिँ बिस्तारै धुम्म चाहिँ यसरी आउँदैछ ओह्रालोबाट है। यो ठुलो चौर छ यहाँनिर। अब यहाँबाट उकालो चाहिँ बिस्तारै बिस्तारै अब धुम्मले चाहिँ घेर्दैछ पुरै। पानी पर्ने जग्गामा चाहिँ हेर्नु हामी आएपछि आमामा आकाश यहाँ हेर लु कसैले भन्छ होला यो जग्गामा पानी परिरहन्छ भनेर कसैले भन्छ होला नानी बाफ्रे कस्तो क्लियर हो न खोइ नानी छिटो आऊ मयाङ बङ्गलादेशको बस्ती बस्ती हो नि त्यसको पदार्थ देख्दैन है बर्डर साइड त त्यही हो नि हाम्रो बुताबाट त्यस्तै गन्ध होला नि औ बि जिल्दी नलानु है फोनहरु नानी मुटै काम्ने रहेछ हो जिम्मे नै आयो अलिक अगाडि नजाऊ जिम्मे गरेको लौ म नजाऊ त चिउै भएर आयो चिउै के गर्दैछ हो भन म मेरो पनि खिच्दिहाल्नु के गर्दैछ हौ म यहाँ घाँस बोकेर बाफ्रे के बोकेको यो के बोकेको अलि हो मयाङ यता हेर्देऊ त औ मयाङ लौ उता कहाँ हिँडेको तिमी मयाङ औ मयाङ लौ 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 ऊ पनि पहाडतिर पुरा आउनु भन्छ त लौ लौ लु हेर यता यस गरिदेऊ मयाङ मयाङ यस गरिदेऊ खोइ यस गरिदेऊ मयाङ औ रिसायो रिसायो खोइ नानीको चस्मा खोइ मयाङको चस्मा चिलायो होला लु मयाङ आऊ छोड्देऊ हात लु गएको यो चाहिँ बहिनी अलि हौ भने यो त अनएक्सपेक्टेड नै हो है बहिनी अनएक्सपेक्टेड क्या हेलो मयाङ याच 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 apa benda? Apa? यता बुङ्गा हुन्छ यताबाट आऊ 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 आऊ
याच गरिदेऊ याच गरिदेऊ यसो याच गरिदेऊ याच 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 गरिदेऊ याच गरिदेऊ याच याच गर याच खोइ खोइ याच गरेको गरिदेऊ याच मयाङ यता यता मयाङ ए मयाङ याच गरिदेऊ यता मयाङ यता याच 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 गर याच गर बुङ्गा हुन्छ है 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 एबिसिडी एबिसिडी भन आऊ 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 छिटो तेरि के अरे छिटो छिटो उठा 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 बुङ्गा हुन्छ त्यता नानी छिटो ए बी भन ए बी भन यता हेर्देऊ नानी यता गर्दै याच गर्देऊ नानी मयाङ याच 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 गर्देऊ याच मयाङ मयाङ ओ मयाङ छोरी अलि याच गर्देऊ अभियो अलि के गरेको के भनेको के भनेको मयाङले एबिसिडी भन्देऊ त सारे गामा पा भन्देऊ सारे गामा पद निसा धप मगरेसा के भनेको होला खोइ एबिसिडी भन्देऊ न अनि एबिसिडी भन्देऊ न अनि एबिसिडी भन्देऊ न खोइ खोइ चम्ची पनि छैन चम्ची कहाँ हातले दिँदैछौ खाँदैछौ उसले छोरी त कहाँ पाउनु अझै खाने पानी मयाङ लामा है तेरि यमी यमी रहेछ यमी रहेछ अहिले है तेरि खतरा नि हौ छिटो मयाङ यता यता छिटो लु गएको म नानीको ल्याएन छिटो
ओ मेनु तिमी त के खालके हो न कहाँ गएछ भनेको त चुपचाप कताबाट ल छिटो 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 सेट्टिस दिन भइदियो नि हौ है फेरि 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 हो यतिकै ल हो यतिकै फेरि 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 आमा सेट्टिस सेट्टिस लु 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 त्यही भनेको ला है अनि एउटा चाहिँ भिलेज छ अरे कि दामी छ ओ नानी नानी त्यहाँनिर चाहिँ नि सुन्तलाहरू फलेको हो त्यस्तो छ अरे हौ उहाँ माथि बुई अहिले बन्द भइरहेको थियो आमा हेब्बी नि हौ है आकाश त बहिनी चेन्जिङ कलर त डिफ्रेन्ट डिफ्रेन्ट भइदिन्छ हेलो मयाङ क्या उज्यालो आयो मेनु हौ बाफ्रे हाम्रो मयाङ यहाँ र बाफ्रे यहाँ र मम खिच्छ है जाऊ 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 लु त्यहाँ जाऊ लु भिडियोमा अतिरिक्त त तिमी गएर त फेरि के भयो कलरसँग उयो हुन्छ के हो भन नानीको उज्यालो कलर भएर होला हौ भिडियो बनाइदिन्छ भिडियो बहिनी सेट्टिस नि लु छोड त नानी भन्दै गयो नानी जाऊ न मेनु कालो देखेछ ल्याउ त म निकाल्दिम ल्याउ त ओ नदी जस्तो देख्दो रहेछ नि मुनि त बा यहाँ जुम गरेर हेरेको बहिनी यहाँ त ओ मेनु यहाँ हेर न पानी जस्तो देख्छ देखि देखि यहाँ यहाँ देखिरहेको छु क्यामेरामा त अन्त त्यो उयोमा के छोड्यो होला हाम्रो केमा अरे त्यो रेस्टुरेन्टमा अरू के छोड्यो नानीको पप्सी कसले ल्यायो ल्यायो बाबा ल्याएन मैले त ऊ हेर्नु कलर चेन्ज भएको फेरि रमी त हेर्ने चाहिँ यहाँ यस्तो छ है उ कस्तो दामी भगवान ऊ हेर्नु बाबा ब्ल्याक एन्ड व्हाइट भयो फेरि ग्रीन कलरहरु पनि हुँदैछ है हेर त लास्ट कलर कुन चाहिँ चेन्ज हुँदैछ हेरिराख न सबैबाट सेम कलर आउँदैन नि त कलर किनभने आकाशमा उयोहरूको रिफ्लेक्सन क्या बादलहरूको रिफ्लेक्सनले गर्दा क्या कलरहरू कम्बिनेसन डिफ्रेन्ट औ सनराइज हुँदा कस्तो दिन्छ होला है कलर हेर्नु मन लाग्छ भोलि बिहान उतावटीहरू हुन्छ सनराइज ए ठिक्कै देख्ने छ है त्यही त तपाईँ रुमबाट हेर्दा पनि भइहाल्छ
कि नानीको ज्याकेट जुङ आऊ बाबा जुङ सोनी आऊ नानीको चप्पल झर्छ याद गर्नु ल श्वेता नानीको चप्पल झर्छ याद गर्नु ल बाबा स्वेटर नल्याएको थियो स्वेटर स्वेटर लिएर त यहाँ त घाम डुबिसक्छ आउने स्वेटर हामी लाग्दो गाउँ रहेछ हौ भयो बसेको है मजाले छ सबै जग्गा यस्तै छ सबै जग्गा यहाँ पनि यस्तै रहेछ लु आमा आउनु पर्यो तपाईँ त्यही कता त्यता छ बाटो यहाँबाट हुनु पर्ने त यहाँबाट म लाग्यो आउनु न कहाँ पो त्यहाँनिर नि आकाशमा कहीँ छैन त्यहाँ एउटा मात्रै छ रड्डी लाग्यो कि निस्किँदैछ हो माथि उयो टल्किँदो रहेछ त छेनामा किन नआएको होला है
यो चाहिँ पोइन्ट रहेछ नि त है वर्ल्ड शिवको डाँडा त्यहाँ फोटो खिचेर रेडी भएर लाग्दिनुपर्छ लु टोप खिच्नु न बरु यो टोप दुईटा रहेछ नि त पोइन्ट पोइन्ट लगाएको छ नि त बेसी पानी भएको ठाउँमा लाग्यो है Yes. Oh, in that Wing. Yeah, this wheel. Where from? लु पानी रहेछ नानी मयाङ यता हेर मयाङ यता हेर यता चस्मा लाएर यता हेर नानी कहाँ गएको आऊ छैन छिटो नानी जान्छ ओह्रालो यस्तो रहेछ नि त माछाहरूमा अलि हो मयङ लामा कहाँ गएको कता गएको बाफ्रे कहाँ गएको लु हेर पा चस्मा फ्यालिबाट होला नि पानीमा फेरि ए घामले गर्दा कालो उताडा यता चाहिँ दामी आउने रहेछ खोइ मेरो चाहिँ कसले खिचिदिने छैन घुमाए त हामीलाई देखाएर यहाँबाट यताबाट घुमाएर निकाल जान्दैन यहाँबाट शिलङ दामी आउँदो रहेछ नि मरुभूमिमा चाहिँ तपाईँको पानीको तृष्णा हुन्छ होइन मिरेज भन्छ नि त रिफ्लेक्सन भएको पर चाहिँ पानी भएको जस्तो देख्छ तर पानी चाहिँ हुँदैन त्यहाँ गयो भने यो चाहिँ रिफ्लेक्सनले गर्दा त्यसलाई हुन्छ मिरेज
यस्तो हुँदो रहेछ भनेर लग्यो भने अटोमा थाम्दै जान्छ भनौँ न त्यो पनि त कुरा होइन जस्तै मेघालय अब जस्तै हेलो दर्शकवृन्द र अहिले चाहिँ हामी यहाँनिर मौसी नरामको क्रेमडम केप न के छ त्यस्तो नाम के छ है स्पेलिङ उच्चारण सही उच्चारण एक्ज्याक्ट भन्नु सकेको छैन मैले त्यसको म डिस्क्रिप्सनमा राखिदिनेछु र यहाँनिर लेखेको रहेछ क्रेमपुरी रहेछ क्रेमपुरी यहाँ बोर्डमा देख्नु हुँदैछ र यहाँ चाहिँ वर्ल्डको सबैभन्दा लार्जेस्ट केप 24.5 किलोमिटर एकदमै भित्र चाहिँ अब खतरा भएको हुनाले गर्दाखेरि हामीसँग नानीहरू पनि छ अब यहाँ चाहिँ त्यस्तो सेक्युर छैन किनभनेदेखि सबै ओपन छ होइन र त्यसले गर्दाखेरि चाहिँ हामी अब तल पनि यस्तो बाटो छ 20 मिनट जस्तो हिँडेर जानुपर्ने रहेछ र त्यसले गर्दाखेरि चाहिँ हामी जस्ट यहाँसम्म मात्रै आयौँ अब ओह्रालो गएर पनि भित्र पस्नु सकिँदैन नानीहरू लिएर परिवार भएकोले गर्दाखेरि होइन र यहीँसम्म मात्रै आएर चाहिँ हामी उयो गर्ने हो फर्किने हो किनभनेदेखि भित्र त्यस्तै अब कतिवटा जनावरहरू भयो कतिवटा अब एनिमल्स है त्यस्तो पनि हुनसक्छ होइन र त्यसले गर्दाखेरि चाहिँ जस्ट हामी यहाँसम्म चाहिँ आइपुग्यौँ भन्ने चाहिँ भयो होइन तपाईँहरूले अब त्यो नेसनल जियोग्राफी च्यानलतिर पनि देख्नु भएकै होला र यहाँ चाहिँ त्यस्तो सेक्युर चाहिँ छैन केही पनि हुनसक्छ भित्र गयो भनेदेखि घटनाहरू इन्सिडेन्टहरू घट्न सक्छ र त्यसले गर्दाखेरि चाहिँ हामी यहाँबाट चाहिँ हामी फर्किने है ल हामी फर्क्यौँ ल लु हिँड्ने अरे हो ओ मेनो लु नानी हिँड्छ अरे हौ फेरि लु क्रेमपुरी रहेछ है क्रेमपुरी केप भनेर भन्दो रहेछ यो जग्गाको नाम चाहिँ सायद क्रेमपुरी हो न के हो एक्ज्याक्ट हामीलाई पनि थाहा छैन अब हेर्नु मैले पनि हेरेको छुइनँ होइन त्यसले गर्दाखेरि चाहिँ ल हेरेर आयो क्रेमपुरी ल जाउँ अब र यहीँबाट फर्क्यौँ है हामी चाहिँ यहाँनिर चाहिँ अब इन्टरनेटको सेवा पनि त्यस्तो एकदमै कमजोर छ होइन नेटहरू केही पनि चल्दैन त्यसले गर्दाखेरि चाहिँ म छोडिराखिदिन्छु अहिले म त्यसले गर्दाखेरि चाहिँ हामीले यहाँनिर अब त्यस्तो नेटहरू चलाउने उयो पनि पाउँदैन होइन यहाँ एकदमै स्लो छ नेटवर्कहरू त्यसले गर्दाखेरि यता मयङ यहाँ यता अब बुङ्गा हुन्छ यता मयङ आऊ कम छिटो कम र अहिले चाहिँ हेर्नुहोस् मौसी नरामको यो चाहिँ अब एकदमै सबैभन्दा बेसी पानी पर्ने ठाउँ है यसरी एक तरफ घाम पनि लागिरहेको छ भने यसरी कुहिरोहरू पनि कुदिरहेको छ एकपल्ट उडिरहेको छ होइन ड्याममै यतापट्टि अघि पाहाडहरू देखिन्थ्यो अहिले सबै नै कुहिरोले छेकिसक्यो यतातिर तपाईँले देख्नु हुँदैछ म जुम गरेर देखाउँदै यस्तो प्रकारले कुहिरोहरू चाहिँ उडिरहेको छ त्यसको यतापट्टि भने एकदम सफा छ फेरि यता मुनतिर भने फेरि कुहिरोले अब छेक्नु थाल्यो है र यहाँ चाहिँ वरिपरि धुम्म यसरी घेरिसक्यो अब चाहिँ है पुरा क्लाउडी भयो वेदर र दर्शकवृन्द अब चाहिँ हामी भने मौसी नरामबाट निस्किरहेका छौँ शिलङ तरफ तिम्रो
मात्रै बनाएको अन्त होइन पहिलाको पुरानो भिडियो पुरानो अनि सायद डिलिट गर्ने युट्युब बनाउँदाखेरि पुरै भिडियो बनाइदिन्छ यत्रो आइसक्यो अब नपुस्नु माथिबाट चाहिँ तपाईँ ओडालो अन्धकारै देख्नुहुन्छ ए सानो रहेछ हौ खतरा आउँदो रहेछ त अन्त यहाँ चाहिँ शिवको उयो रहेछ नि त माथिबाट निस्केको रहेछ यस्तो रहेछ नि त अघि दुईपट्टिको जोड ओ हो रहेछ तल ठिक्कै छुँदो रहेछ यहाँनिर अब छोड्देऊ न आफू छोड्देऊ न ल ल ढोकर नानी ढोकर 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 हात 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 टेकेर ढोकर नानी ढोकर यसरी यसरी जिउवा जिउवा गरेर यहाँ जिउवा हो जिउवा हात जोड ल ल ल ल नानी हेर नि ढोकर ढोकर ओ ढोकर्नु नि खोइ ल त म ढोकर शिवकोमा त हुन्छ नि नाक हुन्छ नि त फोटोमा त यहाँ देखिएको के भिडियोमा त देखेको अन्त किन जानुहुन्छ नाक त हुन्छ नि लिङ भएको ठाउँमा हुन्छ नि त लिङ भएको ठाउँमा हुन्छै हुन्छ जुन भिडियोमा हेरेको थिएँ नि यहाँ यस्तो त यस्तो रहेछ नि त भित्र त बाफ्रे क्या सफा आएको भिडियो के गरेको बहिनी टीका लगाऊ बेबी टीका टीका र अहिले हामी मौसिनरामबाट फर्किने क्रममा चाहिँ यसरी बाटोमा धेरै कुहिरोहरू देखा पर्दैछ है जे होस् हामी घुमिन्जेल चाहिँ मौसमले पनि हामीलाई साथ दियो भगवानको यस कृपाप्रति चाहिँ हामी पनि आभारी छौँ है मजाले घुम्न पाइयो त्यो चाहिँ अब खुसी लाग्यो एक्साइटेड भयो म पनि एक्साइटेड त भयो नि अब के गर्नु नानीहरूलाई मन बुझाएँ मैले चाहिँ हाम्रोमा चाहिँ मन बुझाउने क्षमता छ कि हाम्रोमा चाहिँ गाडी आउँदैछ मन बुझाउने क्षमता मेरो त्यो उयो होइन मलाई लागेको चाहिँ त्यति हो यहाँ तल चाहिँ अब जानु पाएन भन्ने चाहिँ भएको बाँकी त मलाई अब मैले त अब हामीले किताबमा पढेकोहरू सबै रियालिटीमै देख्नु पाएँ नि त उठा सेफ्टी नि यहाँबाट है फोटो खिच्ने यहाँ
हिँड्न पाउँछ त हामी पुरै जग्गा फरेस्ट भित्रै हिँड्नु पर्छ त हिँड्नु न त्यही वे हो त अन्त Laukentank. Turn left to stay on Laukentank Road and off a landmark then sharp right. Sharp right toward Laukentank. Parking na. Oh, parking त्यहाँ रहेछ त्यही त गाई बाख्रा छ अहिले के फोन ल देऊ न अन्त यिनीहरूले गाइड गर्छ खाङला मिङदेक सेगल चलो छोड्देऊ कोही कुदेर आउनु यहाँ फोटो खिच्नु I will explain first the history of this place, about the kingdom and about the deities who protect the forest, and we'll go inside the forest. Okay, start. So during explanation, not allowed to do video, you can do it inside. Okay. The idea a little bit about Meghalaya. Why Meghalaya full of sacred forest or evergreen forest? No, we don't have any. Okay. Have you seen that kind of a stone anywhere? Why that stone standing everywhere? No? No. Okay. And you know why women here are more independent and like powerful? Okay. You have any idea? No. Okay. So in Meghalaya, we having around 225 sacred forests. That's only sacred forests. We don't count other government forests or private forests or community forests. Around 225. So each and every sacred forest, they have own kingdom. And every kingdom, they have own king or the royal family to control the kingdom. So in this area have been controlled by the Lingdo clan or by the Lingdo Mau clan. That taking care around like 23 villages in this one kingdom. So the king here used to take responsibilities when they're having sadness, happiness, or any problem that they face from the kingdom, like too much heavy rain or too much like problem like COVID-19 happening in last 2020. So that is the time that the king have to take responsibilities to stop all these things. We're not allowed to enter the kingdom by using a prayer or the ritual to talk to the god or to the mother nature. Or any happiness that the kingdom face also, they show the happiness to the god of the kingdom. So here they used to go to do the ritual when they elected new king, before and after harvesting, or any calamities that affect the whole kingdom. So they used to do inside the forest. So here we having the god name, we call it Labasa. So if the deities come in the form of a cloud leopard, we know that the mother nature is happy, so that she is like happy whatever we the human we do. But if it come in the form of snake, we know that the mother nature is not happy. There's something wrong during the ritual. We have to recheck, to redo it again and again until the mother nature accept the prayer or whatever we the people we do. So this forest is big, it's 78.8 hectares and classified into 3 sections. The first section there we call it a fern forest by the presence of these plants. Lots of these plants there to absorb lots of water. Streams, ponds, most of that is from the first part of the forest. So the local people, before there is no water supply still in our own house or like that, they used to come to this place to collect water for drinking and all. But till date also as a tradition, if you're having waters at home, many local they used to come here to collect water. They having the belief that if they drink water from the sacred forest, it's free from any kind of health problem because the water has been blessed or by the god or by the deities. So these are the main part. We call it the heart of the forest. In this area, I will show you some medicinal trees, the Rudraksha trees, the preparation place, and the puja place in the olden days. Here we call it a Bangri forest or Launokan. So 3 sections of forest, trees also different. So these 2 sections we find very few pine trees
And the third section, most of the trees are pine trees. So here only 4 or 5 pine trees. I will show it around here. Important role in Meghalaya. Monolith. In your language? And in Khasi we call it Mao Bana. Mao is a stone, Bana is to advertisement. Anything that happening in the village, in the kingdom, they used to erect this monolith to tell to the people. So these stones have 2 names. One we call it a ritual stone. Mostly we found inside the sacred forest and behind the sacred forest. And some of the memorial stone mostly we found in front of anything that memories. Like this one represent the forest, in the top hills. So these 3 stones there, is we call it a male stone. Male line. So the tall one represent the maternal uncle, mother, brother, cousin brother. The flat stone here represent any woman in the family. It might be grandmother, mother, sister, niece or whatever. They balance, mean whatever mother have, it goes to the children, and whatever the children have, they protect the mother. Men have to go to protect our own land, own kingdom, like a fighter for the own kingdom. So the big responsibility is at home. Oh, छिटो न Because mushroom we don't get it every month. Mushroom. New mushroom. All these orchids. नानी हेर आउँछ भन्दैछ के हो उनीहरुले त्यत्रो भनेको बुझेन श्वेता तिमीले आमा हो तिनटा ढुङ्गा चाहिँ किन पठाइराखेको केटाहरुले पठाइराखेको किनभने उनीहरुको किङडमहरु देख्नु पर्छ भन्ने सुन्दैन त्यही त अन्त Rudraksha tree. These trees with more than 400-500 years of age. What's the name? The Rudraksha tree. That the Pandit used to wear the beads, the Rudraksh. So from here it's very popular of 1, 2, 3, 4, 5, 6 till 7 mukhi we having this time. But one is very rare compared to the other mukhi. If you don't mind, can I explain? Or you having a job, that job you know that it's not stable job, then you keep that for mukhi, then you will get a success in future. So 5 mukhi is very powerful. That one also is for the whole family, all round development. So if you keep it alone, it benefits for one person all round. Means not allowed any negativity to come inside to means whatever we plan to do something good, means there's something bad comes from this side, means already stop or protect by the 5 mukhi. But if you keep in a puja place, the whole family keeps protected. But if you're wearing alone, it benefits for the one person. So 6 mukhi means 6 face. It's for like the skill, the talent. Each and every person, the talent is totally different. So we don't know her skill. Only parents know her skill. So how to overcome that skill that she had when she was small, to overcome that one day when she's growing up. So they used to wear that 6 mukhi. So when she's growing up, at the same time she developed that. This is only one here. There is a lot, sir, but this one is the oldest one. Like this. So we check it from this side. So these are the 3 mukhi. 3 how to know? We check it from the line. The 3 faces. 1 line, 2 line, 3 line. Oh. And then this One is line. 1, 2, 3, 4, 5, 6. This 6 line. 6 line If a Rudrak, it original line like this, so we can drill inside. But this one is over like this, we cannot drill inside. 6 lines, no? This 1, 2, this 4 line. 1, 2, 3, 4, 5, 6. Acha, yesto garechha ni ta. Total how many lines? Total 7. 20. It sometimes it's depend also. 23. This lines. This lines. Oh. So the benefit also it's different from one line to another line. Oh. चिनिराखौ मुखी कुन कुन होला So these One mukhi? one mukhi here they don't keep it. अच्छा Because it नानीलाई very छाइदेऊ न मिनु yeah, नानीलाई very छाइदेऊ rare न one mukhi. मिनु छाइदेऊ छैन मागेछ न So छुन्दै मान्दैछ त there is a fruit first.
there is a fruit first, and there is a seed, and there is after the seed inside the rudrak. It's here, not in the beauty of outside. The shape it might be big or small, but just to know the line, so the power is there. But most people they say that. So how to wear it? Huh? Then how to wear it? How to wear it? So you mean like this, and then after this you can make kind of a case like this. This one you keep it inside, from outside. not to drill. Drill it's not good. खोइ यहाँबाट के पनि टेक्नु दिँदैन अरे Native one we call it Pinus cassia. So this is very helpful for like for people having cough, very dry cough problem. So what we do in the morning, we just go in the morning walk. The dewdrop from the leaf, we just throw it into our own face. So only 2-3 morning we do like that. We relieve that cough problem. Or sometimes also we pluck the middle of pine cone, baby pine cone. We just pluck it and eat directly. So it's very helpful. And from the back, the white or rhododendron. So here in Meghalaya, we having 3 types of rhododendron. We having pink color, we having white color, and we having red color. This one is rhododendron. So Rhododendron this one is, red color. So we can eat the flower. Some people making a wine, jam, homemade lipstick. They making powder. याद होस् भनेर नि विचार गर्नुहुन्छ याद हुनु भने सबै गरेर यो त एकदमै पुरानो रहेछ नि त त्यो याद बिर्सिन्छ भनेर side there's some children. This flat stone is the mother, some male that side, but by the presence of earthquake these stone falling down. So if a stone falling down, no one try to erect, no one try to remake it again because the powerful of the prayer in the stone. So in the olden days these make it like a table. They bring everything that they need for the ritual in the stone. So they check it very carefully. Everything, it's bring it here or no. If they're still missing something from this section, so they're still having the time to going outside or going back home to bring the things in this area. Because when they reach in that ritual place, even if they miss a small single pin, even the king cannot turning back. So that's why these are the main important checking area or checking point. Like in your in your place, you do ritual. First you arrange everything in the thali, and after that you sit in the puja place. So the same thing here also. First they arrange everything here, and after complete, then they go to the ritual place. So this tree is come from the same family with pine trees. In scientific name we call it Cactus baccata. So this is British pine trees. We having British pine trees, we having Kashmir pine trees, we having also the local pine trees. So from these trees, in local language we call it male pine trees. That first one is a female one, because this one having a short haircut means the leaf is very small. So people used to collect the leaf, and boil in the water. That can be cure for the gastric problem. And in other countries, other states, they used to collect the bark and the leaf to. Hey, đã quá. Bị thả rồi, rớt xuống này. Hay là cái gì nhé? Hay là cái gì nhé? It's a good. यहाँ बस्दै आऊ मयन आऊ आऊ मयन आइ आऊ है भित्र आउनु
लो ओ शिलोंग व्यू पॉइंट नहीं मिलेगा इधर हाँ शिलोंग व्यू पॉइंट आओ मयंक आओ 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 मयंक मयंक ओ हाँ हिँड हिँड ल हिँड 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 के हो नानी हाँ के हो नानी हाँ नहीं नहीं कितना How much? के हो नानी Moyang. Moyang. Oh, emang yang kau tu baby? Horse mana? Horse? Horse? Horse mana? नमस्ते गरिदेऊ नमस्ते Namaste. Very good. यसो गर यसो गर यसो गर यसो गर यो पैसा दिनुपर्छ ल अब ल ब्रिज रहेछ नि त यो है किन ओपनिङ थियो कि यो पुल के हो 15 अगस्तको लगाएको होला हौ मयंक लामा के गरेको अनि हिँडेको छोडिदिनु त अनि हात आऊ 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 अले हो छोडिदिनु छोडिदिनु हुन्छ हुन्छ पूजा गरेर ल यता आऊ यता आऊ यता यता आऊ यता यता मयंक खेल्दैछ यहाँनिर गरम चाहिँ हेभी छ है यहाँ तल त त्यही त नानी नाच्दै हिँड्दैन खै कतै हिँड्दैन के भयो किन भएन Yes. Yes, yes. Ali, 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 ali. त्यस्तै छ नि यहाँ त्यस्तै घाम लागेको छ अबुई अन्त गरम हुन्छ होइन तिमीहरूको बनाइदिएको हो लु आले लु यता लु लु प्रसाद प्रसाद ओ के भयो प्रसाद हौ ओ यहाँ बेबी त्यस्तो गर्नु हुँदैन तिमी दुध गर्नु हुँदा नि ऊ बाख्रा बाख्रा ऊ बाख्रा याद गरिदेऊ नानी याद गरिदेऊ याद गरिदेऊ याद गरिदेऊ नमस्ते गरिदेऊ नमस्ते भगवान्लाई नमस्ते हो यो मेरो नानी ज्ञानी हुन्छ है है मजाले पढ्नुपर्छ ल नमस्ते गरिदेऊ नानी नमस्ते नमस्ते
यता हेर नानी यता यता ऊ नमस्ते गर्दै यता यता नमस्ते 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 Why मेरा बैग है Mayang wow Mayang itu ada mama lai ada baby wow ya ada Halo Mayang, Mayang. Sudah, woi. Wah. Loh, यता उ माथिबाट डल्लै देख्छ उता नमस्ते गर्दो नमस्ते नमस्ते ला छैन नेता नले नानीलाई त्यतै खेल यहाँ रेस्टुरेन्ट छ पुरा पानी रहेछ चला डोरी डोरी इसी ए की ठुलो ठुलो के इसी रिक्सा अरे मयाङ हेलो याद गर्देऊ याद गर्देऊ खोइ याद गरेको गाडी आयो गाडी गाडी कम 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 हजुर कम 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 छिटो छिटो कम 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 एक दो तीन चार हाई गरिदेऊ हाई हाई हेड देखाइदेऊ हेड 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 देखाइदेऊ हेड नोज देखाइदेऊ नोज नोज टङ देखाइदेऊ टङ तित देखाइदेऊ तित 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 नेक देखाइदेऊ नेक 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 स्टमक देखाइदेऊ स्टमक स्टमक खोइ स्टमक स्टमक खोइ स्टमक स्टमक
खोइ स्टमक देखाइदेऊ न फिङ्गर देखाइदेऊ फिङ्गर 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 ए Close down na. मेडिसन वाटर यिनीहरूले हाल्दैछ Wow. Hama gora. खोइ मैले नि खाएको ल भाइ आऊ ल ल यता हिँडेर जानु जानु लो 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 अन्त हामी जेवनमुला जाऊ जाऊ छैन जाऊ 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 अन्त अघि केही भन्नु छ यता फर्किनुहोस् के भन्नु छ के भन्नु छ जानु न अन्त लु हजुर के रुनु भएको लु माथि सिँढीमा माथि पुगेर हेर्नु लागि माथि पुगेर ओह्रालो हेर्नु ल अघि हेर्नु न ओह्रालो अघि यता हेर्नु हुन्छ हौ अब फ्लाइटमा जाने पैसा ल ओह्रालो बहिनी नटेल नगर नगर त्यस्तो जबरजस्ती नगर्नु राख्नु भन्दैछु जबरजस्ती ल हाँस्दै बस्नुहोस् है खिचा नआउन अन्त ल अघि मान्छे आउँछ होला
निस्किनु त्यो ओ ब्याग one bag is here आउनु हाम्रो होइन निस्किनु यो टाटा गर्दै ल आउनु lu ini